जय मसी। प्रार्थना शक्तिशाली हुन्छ, यो हामी सबैलाई थाहा छ। तर कहिलेकाहीँ हाम्रो प्रार्थनामा केही कुराको कमी भए जस्तो, त्यो शक्ति पूर्ण रूपमा अनुभव गर्न नसके जस्तो लाग्छ, हैन त? त्यो शक्तिलाई फेरि कसरी महसुस गर्ने होला? आज हामी प्रार्थनाका दुईवटा एकदमै आधारभूत तर कहिलेकाहीँ हामीले बेवास्ता गर्ने पक्षहरूमा कुरा गर्नेछौँ, पाप स्वीकार र धन्यवाद। हेरौँ यसले हाम्रो आत्मिक जीवनमा कत्रो ठूलो परिवर्तन ल्याउन सक्छन्। त्यसो भए प्रश्न यही हो, प्रार्थनामा पाप स्वीकार र धन्यवादको खास भूमिका के हो त? के यो केवल एउटा परम्परा वा राम्रो बानी मात्र हो, वा यसको पछाडि कुनै गहिरो आत्मिक सिद्धान्त लुकेको छ जसले हाम्रो प्रार्थना कति प्रभावकारी हुन्छ भन्ने कुरा नै निर्धारण गर्छ? आउनुहोस् यसलाई अलि गहिरिएर बुझ्ने कोसिस गरौँ। आजको हाम्रो छलफलको रूपरेखा यस्तो हुनेछ है। हामी सुरुमा पाप स्वीकारको महत्त्वबारे कुरा गर्नेछौँ र यसले कसरी परमेश्वरसँगको सम्बन्धको बाटो खुलाउँछ भनेर हेर्नेछौँ। त्यसपछि धन्यवादको शक्ति र यसले कसरी हाम्रो विश्वासलाई बढाउँछ भन्नेबारे कुरा गर्नेछौँ। र अन्त्यमा यी दुवै पक्षहरू मिलेर कसरी एउटा साँच्चै शक्तिशाली प्रार्थना बन्छ त्यो बुझ्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ पाप स्वीकारबाट। यो सुन्दा अक्सर हामीलाई एउटा गाह्रो र भारी कर्तव्य जस्तो लाग्न सक्छ, तर वास्तवमा यो परमेश्वरसम्म जाने बाटो खोल्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। यसलाई एउटा नकारात्मक कुराको रूपमा होइन, तर सम्बन्धलाई फेरि जोड्ने एउटा सकारात्मक कामको रूपमा हेरौँ न। एकछिन कल्पना गरौँ त, परमेश्वरसँगको हाम्रो सम्बन्ध एउटा बाटो हो अनि हाम्रा पापहरू चाहिँ त्यो बाटोमा भएका ढुङ्गा र अवरोधहरू हुन्। अब पाप स्वीकार गर्नु भनेको ती अवरोधहरूलाई इमानदारीपूर्वक हटाएर बाटो सफा गर्नु हो, ताकि हाम्रो प्रार्थना र हाम्रो सम्बन्धमा कुनै रोकटोक नहोस् र त्यो सोझै परमेश्वरसम्म पुग्न सकोस्। जब हामी जानी कुनै पापलाई लुकाउँछौँ, त्यो हाम्रो र परमेश्वरको बीचमा एउटा पर्खाल बनेर उभिदिन्छ। यसले हाम्रो आत्मिक प्रगतिलाई रोक्ने मात्र होइन, तर शैतानलाई हाम्रो जीवनमा हस्तक्षेप गर्ने एउटा ढोका पनि खोलिदिन्छ। पाप स्वीकार गर्नु भनेको त्यो पर्खाललाई इमानदारी र नम्रताले भत्काउनु हो, ताकि परमेश्वरसँगको सम्बन्ध फेरि खुला र जीवन्त हुन पाओस्। पापलाई कहिलेकाहीँ हामी सानोतिनो गल्तीको रूपमा लिन्छौँ, तर यसको गम्भीरता कति छ भनेर बुझ्नको लागि हामीले क्रुसतर्फ हेर्नुपर्छ। यीशुको बलिदानले देखाउँछ कि पापको मूल्य कति ठूलो र भयानक छ। त्यसैले जब पवित्र आत्माले हाम्रो हृदयमा कुनै पाप औल्याउनुहुन्छ, त्यसलाई तुरन्तै स्वीकार गर्नु नै शुद्धिकरण र क्षमा पाउने एकमात्र बाटो हो। आखिरमा पाप स्वीकारको लक्ष्य भनेको परमेश्वरको सामुन्ने एउटा सफा निष्कोट हृदय लिएर उभिनु हो। जब हामी इमानदारीपूर्वक आफ्ना गल्तीहरू स्वीकार गर्छौँ, हामीले क्षमा मात्र पाउँदैनौँ, तर एउटा यस्तो शुद्ध विवेक पनि पाउँछौँ जहाँबाट गरिएका प्रार्थनाहरू साँच्चै शक्तिशाली र प्रभावकारी हुन्छन्। पाप स्वीकारले बाटो सफा गर्छ भने धन्यवादले चाहिँ त्यो बाटोमा गरिने यात्रालाई सुन्दर र शक्तिशाली बनाउँछ। अब कुरा गरौँ धन्यवादको, एउटा यस्तो अभ्यास जसले हाम्रो प्रार्थनालाई केवल अनुरोधहरूको सूचीबाट परमेश्वरसँगको जीवन्त कुराकानीमा बदल्दिनेछ। बाइबलले हामीलाई धन्यवादसहित प्रार्थनामा जागा रह भनेर स्पष्ट निर्देशन दिएको छ। यो केवल एउटा सुझाव होइन, यो त एउटा आज्ञा हो। दानियलको जीवनलाई हेरौँ न। सिंहको खोरमा फालिने खतरा हुँदा पनि उनले दिनको 3 पटक धन्यवादसहित प्रार्थना गर्न छोडेनन्। यसले के देखाउँछ भने धन्यवाद परिस्थितिमा होइन, तर परमेश्वरप्रतिको विश्वासमा आधारित हुन्छ। हामी अक्सर धन्यवादलाई प्रार्थनाको अन्त्यमा थपिने एउटा सानो अंशको रूपमा मात्र हेर्छौँ, तर वास्तविकतामा यो त्यो जग हो जसमाथि एउटा शक्तिशाली प्रार्थनाको घर बन्छ। धन्यवाद बिनाको प्रार्थना त जग बिनाको घर जस्तै हो, अस्थिर र कमजोर। धन्यवाद र विश्वासको सम्बन्ध एकदमै गहिरो छ। यो एउटा सकारात्मक चक्र जस्तै हो। विश्वासले हामीलाई प्रार्थना गर्न उत्प्रेरित गर्छ, प्रार्थनाको जवाब आउँछ, र जब हामी धन्यवाद दिन्छौँ त्यसले त्यो विश्वासलाई अझ मजबुत बनाउँछ। अनि यसले गर्दा भविष्यमा अझ ठूला कुराहरूको लागि प्रार्थना गर्ने आँट र भरोसा मिल्छ। धन्यवादले हाम्रो हेर्ने दृष्टिकोणलाई नै परिवर्तन गरिदिन्छ। जब हामी समस्याहरूमा मात्र केन्द्रित हुन्छौँ, हामी कमजोर महसुस गर्छौँ, तर जब हामी परमेश्वरले विगतमा गर्नुभएका कामहरूको लागि धन्यवाद दिन थाल्छौँ, हाम्रो ध्यान समस्याबाट हटेर परमेश्वरको असीमित शक्तिमा केन्द्रित हुन्छ। हो, यही नै त्यो बिन्दु हो जहाँ हामी उहाँको शक्तिको अनुभव गर्न थाल्छौँ। ल, हामीले दुईवटा शक्तिशाली पक्षहरूलाई हेर्यौँ, पाप स्वीकार जसले बाटो सफा गर्छ र धन्यवाद जसले विश्वासलाई बलियो बनाउँछ।
अब यी दुईलाई एकसाथ जोडेर हेरौँ न। यिनीहरू अलग अलग अभ्यास मात्र होइनन्, तर एउटै सिक्काका दुई पाटा जस्तै हुन्। यो कुरालाई यसरी बुझ्न सकिन्छ, पाप स्वीकारले परमेश्वरसँगको सम्बन्धमा आएको दरारलाई पुर्छ र सम्बन्धलाई फेरि पहिलेकै अवस्थामा ल्याउँछ, अनि धन्यवादले त्यो पुनर्स्थापित सम्बन्धमा विश्वास र शक्ति थपेर परमेश्वरको सामर्थ्यलाई हाम्रो जीवनमा काम गर्न ठाउँ दिन्छ। एउटाले सम्बन्धलाई स्वस्थ बनाउँछ, अर्कोले त्यसलाई जीवन्त र फलदायी बनाउँछ। यी दुवै सँगसँगै जाँदा मात्र प्रार्थना पूर्ण हुन्छ। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोचेर जाउँ। यदि पाप स्वीकार र धन्यवादलाई हाम्रो दैनिक प्रार्थनाको अभिन्न अङ्ग बनाउने हो भने हाम्रो आत्मिक जीवन कस्तो होला? हाम्रो प्रार्थनाको शक्ति र प्रभावकारितामा कस्तो परिवर्तन आउन सक्छ? यो केवल एउटा अभ्यास मात्र होइन, यो त परमेश्वरसँगको हाम्रो सम्बन्धलाई अझ गहिरो, जीवन्त र शक्तिशाली बनाउने एउटा अवसर हो। जय मसीह।